गाइस आज चाहिँ हामी पाहाडमा हिँड्दै हामी त्यहाँ मम्मीको दिदीको घरमा जाँदै हामी त्यहाँ पाहाडको टुप्पोमा जानु लाग्यो। क्षमा गाइस अब चाहिँ हामी अहिलेसम्म त हामी के भने त अहिलेसम्म चाहिँ हामी मैले के भने हजुरले के बुझ्नु भयो? यही हो के वहाँ पुग्नु पर्छ भनेर लागेर म त भरिया भइहालेँ नि। त्यताबाट आइनुहुन्छ रे किन रोकेको भनेको हिँड न हो। दिदीहरुको गाडी रहेछ किन हाम्रो लिन नबस्नु भएको गरेर भन्नु पर्छ गाडी रहेछ नि अनि गाडी पठाइदिनु पर्दैन भन्नु गाइस आज चाहिँ हामी ब्याट्री छैन हजुरको हो यहाँ लड्यो भनेर फुट्छ अहिले। मामाले भान्जाको चित्त छैन भोलि त हजुरले तना भयो हात लिएर आउन ए लड्दैछ सर आउ लड्छ के तपाईँ जुत्ता लगाएर जुत्ता बाँधेर सजिलो आउनु 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 म लिएर आएको त हुन्छ त्यताबाट फर्केर आएको होइन त्यताबाट जानु गाइस आज हामी मम्मी भएको लाग्यो लड्छ या त हेर अनि भिराज कहाँ जानुभयो दिदी जाउँ एकछिन यो हान्नु यो लिन जाउँ मस्त लड्छ पहाड जाने बाटो हो यो होइन
खै खै मौरी राख्ने खै मौरी पाल्यो होला नि तल आउँदाखेरि आएको कि त्यसपछि मौरी पाल्ने हो बोलो भगाऊ सबै मौलौ त म ट्रली गराउँछु इजान लाग्थ्यो